बिहानीको पाखा छ है यो चाहिँ खोटाङ दिक्रु काठमाडौँबाट हिजो आएर यतातिर छु म चाहिँ बिहानी पाखा यसो पानी सानी परिरहेछ अनि अब म चाहिँ कहाँ हिँडेको भन्नुहुन्छ भने माछा भन्नु आएछ सुँगुर काट्न हिँडेको ल म गर्दाइकोमा यो चाहिँ के को रुख होला चिन्नेले भन्नुहोस् यो रुख चाहिँ के को होला भन्नुहोस् है तपाईहरुको काम यो रुख के को रुख होला एभरग्रीन ट्रीमा पर्छ यो चाहिँ वर्षभरि नै हरियो रहन्छ यो चाहिँ हामीले लिएको हो ल्याउनुमा चाहिँ मेरो अङ्कलको देन छ अङ्कलले पठाउनु भएर लिएको यो तल हेर्नुहोस् तल अनि यस्तो छ गाउँघरमा आज हाम्रो हुइलुङ पूजा यता रहेछ यो चाहिँ हाम्रो बाबुआमा दिदीहरूको मेहनत हेर न रागा तीनटा रहेछ है अनि उता छ एउटा भैँसी यस्तो हुन्छ हेरौँ है अर्को पनि सुँगुर पनि रहेछ यहाँ सुँगुर चाहिँ अलिक सानो रहेछ नि त यी सानो पाठा यी यता भैँसी छ अनि यो भैँसी चाहिँ को कहानी चाहिँ किन राखेको रे भन्दाखेरि छोराहरूले बिहे गर्न बाँकी छ भन्छन् अनि झट्टै ल्यायो भने चाहिँ के गर्ने त कहाँ खोज्ने भनेर पालेको रे मैले भनिदिइसकेँ कि अब बेच्दा हुन्छ भनेको छोराहरूको अब बुहारी नै छैन यस्तो हो तल 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 यस्तो गाउँघर एक दुई दिन बस्नु चाहिँ रमाइलो लाग्छ अलिक दिन बस्यो भने काम हुन्छ बढी काम गरेपछि त त्यस्तै हो ए किम्बु यस्तो थियो यहाँ पहिले सानोमा किम्बु कम्ता खाइँदैन थियो आइज किम्बु भन्छ यसलाई कता गयो किम्बुको बोट कराएको कराइछ न्याउली जरा यस्तो छ ल मकै चाहिँ सानो रहेछ पर देखिएको चाहिँ खुतुम्बो यस्तो हुन्छ गाउँको बाटो यस्तो तलमाथि गर्नुपर्छ अनि हेर त गाउँमा न प्रेसर हुन्छ न सुगर हुन्छ कुदेको छ ओह्रालो उकालो बाटो यस्तो हुन्छ यो भयो यहाँको माटो पानी परेको बेला माटोको गन्धै मजा आउँछ हौ माटोको गन्ध मजा आउँछ अब म चाहिँ यहाँ तल जाँदैछु मगरदाईको सुँगुर काट्नलाई अब त्यहाँ हाम्रो काइलाको
मेरो त नातिले पनि अब बुहारी लिएको छ अरे हेर्नुपर्ने हुन्छ नयाँ यतातिर गाउँको परिवेश यस्तो हुन्छ मकै हाम्रो चाहिँ अलिक पछि रोपेछन् क्या हो लिने बारी हुन्छ यसलाई यस्तो छ एकदम सानो छ रहेछ बारी आइपुग्यो अब चाहिँ मकर दाइकोमा ल सुन्नुहोस् चराहरूको यो कुथुर के भन्छ यसलाई सुन्नै मजा आउँछ यस्तो खाली हुन्छ सुनसान पिस के रोपेछ आलु रोपेछ क्या हो यहाँ कान्छाले ओहो के हो यो ए आलु भनेको त होइन रहेछ यो घाँस जस्तो यति पलाएर रहेछ आइपुग्यो मगर दाइको घर कुदी पो हाल्यो त यो त कता गयो